कसैको जीवनलाई तुलना नगरौँ। हरेक फुलको फुल्ने समय फरक फरक हुन्छ। आजको प्रतिस्पर्धात्मक संसारमा हामी प्राय अरूको प्रगति देखेर आफूलाई कमजोर महसुस गर्न थाल्छौँ। सामाजिक सञ्जालमा देखिने अरूको चमकदमकसँग आफ्नो पछाडि परेको जीवनलाई तुलना गर्दा हामीभित्र निराशा र छटपटी उत्पन्न हुन्छ। तर हामीले बिर्सिरहेको हुन्छौँ कि प्रकृतिको नियम नै भिन्नतामा अडिएको छ। प्रकृतिको सुन्दर सन्देश, यदि हामीले एउटा बगैँचालाई हेऱ्यौँ भने त्यहाँ थुप्रै जातका फुलहरू हुन्छन्। लालुपाते हिउँदमा फुल्छ भने सयपत्री तिहारको आसपासमा, गुलाबको आफ्नै समय छ भने चमेलीको आफ्नै। के हामीले कहिल्यै गुराँसलाई सयपत्रीसँग तुलना गरेर यो किन ढिलो फुल्यो भनेर सोध्छौँ र? पक्कै सोध्दैनौँ, किनकि हामीलाई थाहा छ हरेक फुलको फुल्ने समय र मौसम फरक हुन्छ। ठ्याक्कै त्यस्तै मानिसको जीवन पनि एउटा फुल जस्तै हो। कोही 20 वर्षमै सफल होलान्, कोही 50 वर्षमा। कसैको छिटो अवसर पाउँछन्, कसैले लामो धैर्यतापछि मात्र। तुलना विकासको बाधक। जब हामी आफ्नो जीवनलाई अरूसँग तुलना गर्छौँ, हामी आफ्नै क्षमता र मौलिकतालाई बिर्सिन्छौँ। अरूको गन्तव्य र हाम्रो बाटो फरक हुन सक्छ। कसैको च्याप्टर 20 लाई आफ्नो च्याप्टर 1 सँग तुलना गर्नु अन्यायपूर्ण हुन्छ। तुलनाले केवल दुईवटा कुरा दिन्छ, अहङ्कार। यदि हामी अरूभन्दा अगाडि छौँ भन्ने लाग्यो भने हीनताबोध, यदि हामी अरूभन्दा पछाडि छौँ भन्ने लाग्यो भने। यी दुवै अवस्थाले हाम्रो मानसिक शान्तिलाई भङ्ग गरिदिन्छन्। आफ्नो समयको सम्मान गरौँ। हरेक व्यक्तिको जीवनको टाइम जोन फरक हुन्छ। अमेरिका राष्ट्रपति पूर्वी राष्ट्रपति बाराक ओबामा 55 वर्षमा राष्ट्रपति पदबाट रिटायर भए, तर ट्रम्प 70 वर्षमा राष्ट्रपति बने। कसैले 25 वर्षमा डिग्री सकाए पनि 5 वर्ष जागिर पर्यन्त कोही विद्यालय नगइकन सफल उद्यमी बन्छन्। तपाईँ पछाडि हुनुहुन्न, न त अगाडि नै हुनुहुन्छ। तपाईँ ठ्याक्कै त्यही ठाउँमा हुनुहुन्छ जहाँ तपाईँ हुनुपर्ने हो। तपाईँको समय आउन बाँकी छ र त्यो समय तब आउँछ जब तपाईँ परिपक्व हुनुहुनेछ। धैर्यता र निरन्तरता। फुल फुल्नका लागि पानी, माटो, घाम र समयको पनि आवश्यकता पर्दछ। यदि मालीले हतार गरेर कोपिलालाई जबरजस्ती हातले तन्कायो भने त्यो फुल फुल्दैन, बरु ओइलाएर जान्छ। हाम्रो जीवनमा पनि त्यस्तै हो। हामीले आफ्नो कर्म गरिरहनुपर्छ, मेहनतको पानी हालिरहनुपर्छ र नतिजाका लागि धैर्यता राख्नुपर्छ। र अन्त्यमा भन्न गइरहेको छु, तुलना गर्नु भनेको आफ्नै अपमान गर्नु हो। भगवानले वा प्रकृतिले हामी प्रत्येकलाई एक अद्वितीय क्षमता दिएर पठाएको छ। त्यसैले अर्को प्रगतिमा डाहा गर्नुभन्दा उनीहरूबाट प्रेरणा लिऊ र आफ्नो बाटोमा हिँडिरहौँ। याद राख्नुहोस्, तपाईँको सूर्य उदाउने आफ्नै समय छ र जब त्यो उदाउँछ त्यसले सारा संसारलाई उज्यालो पार्नेछ। आफ्नो गतिमा विश्वास गर्नुहोस्, किनकि ढिलो फल्नुको अर्थ नफल्नु होइन। मित्रहरू, तपाईँलाई आज हाम्रो लेख, रचना, कलाकृति, सन्देश कस्तो लाग्यो? कृपया राम्रो लागेमा हाम्रो यस युट्युब च्यानल, फेसबुक आइडी, टिकटक आइडीलाई पनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, ताकि आगामी दिनहरूमा पनि यस्तै खाले मिठो मन छुने शब्दहरू लिएर तपाईँहरू समक्ष आउनका लागि हामीलाई थप प्रोत्साहन मिल्नेछ। धन्यवाद।